नमस्ते। आज हामी कोरियाका परम्परागत पर्वहरू जसलाई म्योङजल भनिन्छ त्यसबारे कुरा गर्दैछौँ। हो। हामीसँग अध्याय 28 को एउटा स्क्रिप्ट छ जसले यसबारे बताउँछ। यो एकदमै राम्रो स्रोत हो। यसमा मुख्य रूपमा दुईवटा पर्वहरू छन् है, सलनाल र छुसक। हो, सलनाल र छुसक। आउनुहोस्, यी पर्वहरूको सांस्कृतिक महत्त्व कस्तो रहेछ यो स्रोतले के भन्छ अलिक गहिरिएर हेरौँ न। निश्चय नै। यी म्याङ्जलहरू मतलब कोरियाली पात्रका महत्त्वपूर्ण दिन मात्रै होइनन्। यी त पारिवारिक सम्बन्ध अनि पुर्खाप्रतिको सम्मान यस्तो सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने अवसर पनि हुन्। हो नि। स्रोतले पनि बारम्बार यही कुरामा जोड दिएको छ। अनि यी पर्वहरू चन्द्रपात्रमा आधारित हुन्छन्। अच्छा, ल त्यसो भए सुरु गरौँ सोलनालबाट, कोरियाली नयाँ वर्ष। सोलनाल स्रोतले त यसलाई खालि नयाँ वर्षको सुरुवात मात्रै भनेको छैन जस्तो लाग्यो मलाई। यो त पारिवारिक जमघटको एकदम विशेष समय हो होइन त? एकदम सही। स्रोत अनुसार नि सोलनालमा टाढा टाढा भएका परिवारका सदस्यहरू पनि आफ्नो घर फर्कन्छन्। ए हो र? हो, अनि यो दिनको मुख्य आकर्षण भनेको छारे हो। छारे त्यो भनेको? पुर्खाहरूलाई गरिने एकदम सम्मानजनक पूजा। स्रोतले एउटा चाखलाग्दो कुरा के भनेको छ भने नि, के? छारे बिहानै गरिन्छ अनि त्यसमा चढाइने खानेकुराहरू सजाउने पनि विशेष नियम हुन्छन्। नियमै हुन्छ? कस्तो नियम? जस्तै फलफूल र परिकारहरू निश्चित लहरमा राख्नुपर्ने रे। यसले पुर्खाप्रति गहिरो श्रद्धा देखाउँछ भन्छन्। ए त्यो त साँच्चै रोचक रहेछ। अनि खानेकुराको कुरा गर्दा सोलनालमा खाइने विशेष परिकारबारे केही छ स्रोतमा? छ नि। स्रोतले तग्गुकको विशेष उल्लेख गरेको छ। तग्गुक? हो, चामलको पिठोको केकबाट बनेको सुप। ए सुप जस्तो? अनि यो खाएपछि 1 वर्ष उमेर बढ्छ भन्ने परम्परागत मान्यता छ। रमाइलो रहेछ। हो, जसले नयाँ वर्षको सुरुवात र जीवनचक्रको निरन्तरतालाई दर्शाउँछ। मतलब यो केवल खाना मात्र भएन, सांस्कृतिक प्रतीक पनि भयो। हो, अब चुसकतिर लागौँ न त। हामीले हेरेको एउटा नेपाली स्रोतमा त यसलाई हरितालिका पर्व वा कुटोमा बालीको पूजा जस्तो पनि लेखेको थियो। त्यो भेटियो। तर कोरियाली सन्दर्भ त फरक होला नि? हो, स्रोतले पनि त्यो नेपाली व्याख्याबारे त भनेको छ, तर स्पष्ट पारेको छ कि छुसक भनेको खासमा शरद ऋतुमा भित्र्याइने नयाँ फसल र प्रचुरताका लागि धन्यवाद दिने पर्व हो। ए फसलको लागि धन्यवाद। यसलाई कोरियन थ्याङ्क्सगिभिङ भन्दा पनि हुन्छ। ए थ्याङ्क्सगिभिङ जस्तो? हो, त्यो हरितालिका तीजसँग तुलना गरेको चाहिँ खै किन हो? सायद महिलाहरूको भूमिका वा समयको हिसाबले हो कि, तर यसको मुख्य कुरा त फसल र पुर्खा नै हुन्। अनि त्यो कुटोमा बालीको पूजा नि? त्यो शब्दले सायद फसलसँगको सम्बन्ध देखाउन खोजेको होला, तर मूलतः यो पुर्खालाई सम्मान गर्ने विधि नै हो। त्यसो भए चुसकमा के विशेष हुन्छ त? सोलनाल जस्तै परिवार जम्माउने, पुर्खा पूजा गर्ने त छँदैछ होइन र? हो, छुसकमा पनि जेसा अर्थात् पुर्खाको पूजा महत्त्वपूर्ण हुन्छ। जेसा? सोलनालमा छारे, चुसकमा जेसा। स्रोतले यहाँ छारे र जेसा बीचको अलिकति फरक पनि देखाउँछ। सामान्यतया छारे चाहिँ सोलनाल र छुसक जस्ता ठूला पर्वमा गरिने सामूहिक पुर्खा पूजा भयो। अनि जेसाले चाहिँ अलि फराकिलो अर्थमा पुर्खाको पुण्यतिथि वा अरू विशेष अवसरमा गरिने श्राद्ध वा पूजालाई जनाउँछ। तर छुसकमा गरिने विधिलाई पनि सामान्यतया जेसा नै भन्छन्। ए बुझियो। अनि अर्को महत्त्वपूर्ण कुरा, स्रोतले सोङफ्योनको विशेष उल्लेख गरेको छ। सोङफ्योन त्यो के हो? यो अर्धचन्द्राकारको चामलको पिठोबाट बनेको परिकार, तक। चामलकै पिठोको? हो, जसमा भित्र तिल, सिमी वा कटुसको दाना यस्तो राखेको हुन्छ। त्यो आकारको चाहिँ के अर्थ छ कि अर्धचन्द्राकार? स्रोतले के भन्छ भने सोङफ्योन बनाउने काम नै परिवार मिलेर गर्ने हो। ए रमाइलो। अनि त्यो अर्धचन्द्राकार रूपले चाहिँ भरिँदै गरेको चन्द्रमा अनि भविष्यको आशा र समृद्धिलाई सङ्केत गर्छ भन्ने मान्यता छ। अनि अर्को रमाइलो विश्वास पनि छ, राम्रो आकारको सङ्फ्योन बनाउने अविवाहित मान्छेले राम्रो जीवनसाथी पाउँछ रे। हाहा, रमाइलो रहेछ त्यो त। यो स्रोत पढ्दा मलाई के लाग्यो भने नि, यी दुवै पर्वहरू सोलनाल र छुसक खालि छुट्टी मात्रै होइन रहेछन्। होइनन्।
यिनीहरू त पुस्ताहरूलाई जोड्ने, पारिवारिक सम्बन्धलाई फेरि ताजा बनाउने अनि आफ्नो सांस्कृतिक जराप्रति सम्मान देखाउने माध्यम पो रहेछन्। हो नि। उद्देश्य फरक भए पनि एउटा नयाँ वर्ष अर्को फसलको लागि, तर परिवार र पुर्खाको सम्मान चाहिँ दुवैमा साझा सूत्र जस्तो देखियो। तपाईँले एकदम सही समात्नुभयो। स्रोतले पनि यही कुरामा जोड दिएको छ। सोलनाल र छुसक कोरियाली परिवारहरूका लागि आफ्नो परम्परा, रीतिरिवाज अनि पुर्खालाई सम्झिने र सम्मान गर्ने एकदम महत्त्वपूर्ण अवसर हुन्। यी जमघट र विधिहरूले उनीहरूको सांस्कृतिक सम्पदालाई जीवन्त राख्न मद्दत गर्छन्। भनेपछि सारमा भन्नुपर्दा यो अध्याय 28 को स्क्रिप्टले हामीलाई के देखायो भने सोलनाल नयाँ वर्षको सुरुवात, पारिवारिक जमघट र तग्गुकसँग जोडिएको छ। हो। अनि चुसक चाहिँ शरदको फसल, प्रचुरताको धन्यवाद ज्ञापन र सङ्गफियोनसँग। बिल्कुल। अनि दुवैमा पुर्खा पूजा छारे वा जेसा अनिवार्य छ।